यी दुई शब्दहरू मेरो आमा बुवाको निम्ति, जसले मेरो खुसीको निम्ति आफ्नो खुसीहरू गुमाउनु भयो। लभ यु मम ड्याड। जिन्दगीको यात्रामा धेरै संघर्ष गरे मैले, निरो अन्त सफलताको लागि पहिला चाल्दै रहेर गत्र पसिनासँग सधैँ खुसी बाँड्दै थिए। मनको पीडा मनमै लुकाई बाहिर हाँस्दै थिए। आफन्त भनेको के हो भने मैले बुझ्दै थिएँ, तैँले केही गर्न सक्दैनस् भनी मलाई सुनाउँथे। तर पनि बुबा आमाले शास्त्र आठ दिइरहन्थे, धन्य हुन् बुबा आमा संसारकै भगवान। मेरै भविष्यको लागि समाजसँग लड्दै थिए, आफ्नो खुसी गुमाई मलाई खुसी बाँड्दै थिए। कसरी दिन सक्छु र म बुबा आमा त्यो मायाको साउ र ब्याज। म सधैँ लागि पर्नेछु बुबा आमा, त्यो मायाको ऋण तिर्न नभनी दिन रात। गुमाएका खुसीहरू फिर्ता ल्याउनु छु बुबा आमा, नपाए पनि जीवनमा कसैको साथ। सबै मलाई थाहा छ बुबा आमा, तपाईहरू नरोएको हुँदैन त्यो दिन रात। सधैँ एउटै भ्रममा हुनुहुन्थ्यो, कसले दिने होला भनी हामीलाई साथ। जीवनभरि बुबाले गर्नुभयो समाज सेवा, खै त बुबा तपाईँले पाउनु भएको मेवा। दुई जिब्रे समाजले सधैँ कुरा काट्दथ्यो, देखावटी भए पनि मजाले तारिफ गर्दिन्थ्यो। आफ्नै दाजुभाइले पिट्ठु पछि भाला रोप्थ्यो, बुबाले प्रगति गरे रिसले त्यहाँ मरिदिन्थ्यो। तर पनि बुबाले क्षमा त्यसलाई दिनुहुन्थ्यो। एक दिन बुबा साह्रै निराश हुनुहुन्थ्यो, उहाँले केही नभने नि मुहारले बताउँदथ्यो। सकुरीले घाटीसम्म पुगिसक्यो, ऋण तिर्दा तिर्दा जीवन हाम्रो सुकाइदियो। नआत्तिनु बुबा तपाईँ कति पनि, यो छोराले बोझ उठाउनेछ झर्को नमानिसकेसम्म मिहिनेत गरी छोराले ऋण तिर्नेछ। तपाईँ सधैँ हाँस्नु बुबा, तपाईँ हाँस्दा यो मन त्यसै खुसी भइदिन्छ। अब केही वर्ष पर्खिनु बुबा आमा, छोराले समाजको अघि मुहार फेरिदिन्छ। हेलो साथीहरू, फेरि पनि मेरो भ्लगमा वेलकम गर्न चाहन्छु। हामी चाहँदैछौँ भिडियो सुट गर्न एउटा ऱ्याप सङमा, मेरो अफिसियल सङ हो। आज हामीले चाहिँ त्यो भिडियो कसरी रेकर्ड गऱ्यौँ, कसरी एडिट गऱ्यौँ भन्ने कुरा, सम्पूर्ण कुरा चाहिँ म आजको भिडियोमा तपाईँलाई जानकारी गराउने छु। कृपया भिडियो सुरुदेखि अन्तिमसम्म हेरिदिनु होला। यदि मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरिदिनु होला, बेल आइकनलाई पनि क्लिक गरिदिनु होला। यस्तै यस्तै रमाइलो भिडियोहरू म तपाईँहरूको माझमा ल्याउने नै छु। अब हामी ढिलो नगरी हामी लाग्नेछौँ हाम्रो गन्तव्यतिर है। बजेटको कुरा भएको सुटिङ गर्नुलाई कतिसम्म खर्च आउँछ भन्दाखेरि अब 15देखि माथि नै भन्ने कुरा भयो। त्यति हामीसँग सधैँ छैन, पैसा पनि नभएको कारणले गर्दा। अब बिट चाहिँ मैले आफै बनाएको, मेरो अफिसियल बिट हो। मैले मिक्सिङ मास्टरिङ म आफ्नै स्टुडियोमा गरेको, सम्पूर्ण कुरा आफैले काम गरेको। सुटिङ पनि अब आफै गरिन्छ। गएर मेरो साथमा हुनुहुन्छ मेरो सालाजीहरू हुनुहुन्छ, उहाँले मलाई फुल सपोर्ट गरिरहनु भएको छ। आज चाहिँ हामी भिडियो सुट गर्नेछौँ आइफोन 6बाट है। आइफोन 6बाट चाहिँ हामी भिडियो सुट गर्नेछौँ। कस्तो लाग्छ के कस्तो लाग्छ कृपया कमेन्ट गरिदिनु होला, माया गरिदिनु होला। फाइनली गाइज हामी चाहिँ जानलाई रेडी भइसक्यौँ। हाम्रो जलगैडा पनि रेडी भइसकेको छ होइन। अब हामी रेडीमा छौँ जानको निम्ति। अब एकजना हाम्रो सालाजी भन्ने हुनुहुन्छ, उहाँलाई चाहिँ लिन आएको होइन, सुटिङको लागि हेल्प गर्नुहुन्छ उहाँले। ल हामी चाहिँ यहाँ कुद्दै आएको कता छ, लाइट छैन। गर्मी पनि लास्टै बढिरहेको जाम। फाइनली गाइज हाम्रो बाबु पनि दुइटा रेडी भइसक्नु भएको छ। पछाडि आउनुहुन्छ मेन सपोर्टर नै उहाँहरू हुनुहुन्छ होइन। क्यामराम्यानदेखि लिएर हरेक बन्दोबस्त मिलाउने टोली। बाइक चाहिँ बाबुले चलाउनुहुन्छ, हामी चाहिँ बस्छौँ। ओके म बस्छु त्यसमा, आउनुहोस्। बस्यो सलमान। ओके गाइज, यसरी चाहिँ तिनजना चाहिँ बसेर ट्राफिक नियमको चाहिँ पालना गरौँ। अहिले हाल हाम्रो इमर्जेन्सी छ।
तपाईहरु देख्न सक्नुहुन्छ साथीहरुको चाहिँ वाटर पार्क गाडी आउँदैछ है ओके फाइनली गाडी यता शीतलहरु गाडी हामी आइपुगेका छौं वाटर पार्कमा सट्ट अब अलिकति भन्ने छौं उहाँलाई रिक्वेस्ट गर्ने छौं साथीहरु हैन सिटिङ गर्नको निम्ति कौन हुन्छ हामी यहाँनिर अगाडि सुटिङ गर्न सक्छौँ बाहिर अब भित्र गएर त पैसा लाग्छ पैसा छैन हजुर ए ल ल हुन्छ हस् थ्याङ्क यू ल गाइज हामी चाहिँ फाइनली आइसक्यौँ ल यहाँनिरबाट नउठ यहीँ अगाडि गर्न पनि भइहाल्छ ल ओके फाइनली गाइज हाम्रो चाहिँ यहाँ चाहिँ सुटिङ सकिसकेको छ हैन क्यामेराम्यान हाम्रो बाबु हुनुहुन्छ राम्रो बास बाबु फर्स्ट म सेकेन्ड यो फर्स्ट हो म सेकेन्ड हो क्यामेरा ओके उहाँ चाहिँ एकदम प्रोफेसनल क्यामेराम्यान सहायक क्यामेराम्यान हुनुहुन्छ फाइनली गाइज हामी यहाँ सकेर अब हामी जाँदैछौँ यो चाहिँ हाम्रो फर्स्ट भिडियो हो आइफोन 6 बाट बनाएको अफिसियल भिडियो पनि हो माया गरिदिनुला जे जस्तो भए पनि है साथीले ओके ओके मलाई पनि लगेर जाने अरे 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 कता ओके ल जाम 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 ओके ओके हामी लाग्यो साथीहरु है चट्ट कालो आउँछ एउटा हाम्रो यहाँ चाहिँ भएको छ हैन त्यो साइडमा बगलमा चाहिँ हामी अहिले फेरि एउटा हान्नेछौँ थोडा क्लिप ओके छ ल क्यामेराम्यानलाई छाता उडाउनुहोस् तपाईले रेडी गर्नुहोस् ओके गुड अब के कस्तो गर्ने ओके छ नि ओके ल फाइनली गाइज हामी हान्नेछौँ गाइज हाम्रो यहाँ पनि सुटिङ सकिसकेको छ हैन अलिअलि ट्याक्टरको मिलाएको हामीले माया गरिदिनु होला हैन अब त्यति प्रोफेसनल हाम्रो यहाँ क्यामेरा ल्याएर यहाँ दुनियाँभर मेकअप सेकअप गरेर अनि लाइट साइट लगाएर चाहिँ हाम्रो सुटिङ भएको हैन नर्मली रूपमा हामीले गर्दैछौँ यो पहिलो हामीले हाम्रो यो भिडियोमा चाहिँ पहिलोचोटि हामीले खुट्टा टेक्दैछौँ पाइला चाल्दैछौँ तपाईहरुले माया गरिदिनु होला साथ दिनु होला है त फेरि हामी अर्को लोकेसनमा जानेछौँ कता जाने बाबु ल ओके अब कता कता हुन्छ हामी त्यता जानेछौँ है ल कुकुर भुकिरहेको चोर आयो भनेर कि कुकुरले भुकिरहेको छ हामीलाई पुरै अब सबै तिमी पनि हो लाउ त ल ओके त्यसो भए नाम के हो तिम्रो भन हो र कतिमा पढ्ने 3 मा ल ओके भाइहरु पनि आएको छन् हाम्रो ट्यागको भिडियो सुट भइरहेको हेर्नलाई है ल अलि छिटो कदम चाल्नुस् न क्यामेराम्यान किन यस्तो छिटो आउनु छिटो आउनु ट्याम हामीलाई यो घामको लिनु छ के लास्टमा दामी त्यही त त्यो रातो चाहिँ आउनु पर्यो त्यही घामलाई टुकाउँ भनेको अनि पुरा घुम्नुलाई कति बेला ल फाइनली गाइज हामीले चाहिँ गल्ली गल्लीमा गएर पनि सुटिङ गरिसकेका छौँ है अब खासै हामीले त्यति मेहनत पनि गरेका छैनौँ अलिअलि भनौँ न यो फर्स्टचोटि हो अब हामीले मोबाइलबाट नै 1 जनवरी सुरु गरेका छौँ हामीले फर्स्ट जर्नी चाहिँ सुरु गरेका छौँ मोबाइलबाट नै त्यो भएको कारणले गर्दा अब हामीलाई त्यति सम्बन्धी केही पनि ज्ञान थाहा छैन भिडियो सम्बन्धी अब भिडियो एडिट पनि म आफै नै गर्ने हो भिडियो एडिट पनि म आफै गर्ने हो त्यो भएको कारणले गर्दा अब आउँदै हुनुहुन्छ बाबु फेरि हामी अर्को लोकेसनमा जानेछौँ एउटा लास्ट चाहिँ लोकेसन लिनेछौँ त्यसमा चाहिँ कुर्सीमा बसेर मजाले रेकर्डिङ गरेको टाइपको बनाउनेछौँ त्यो बनाएपछि चाहिँ हाम्रो काम फाइनल हुने नै छ ओके
हाम्रो चाहिँ सुटिङ भइरहेको छ हाम्रो आदरणीय सरहरू पनि हेर्न आउनु भएको छ हाम्रो त्यहाँ सेटअप चाहिँ त्यहाँ गरेको हो यहाँ क्यामेराम्यान उहाँ हुनुहुन्छ सहायक क्यामेराम्यान र फर्स्ट क्यामेराम्यान दुईजना यहीँ हुनुहुन्छ एकदम मिहिनेत गरिरहनु भएको छ फेरि पनि यो पछाडि मेरो ब्याकग्राउन्ड देखिरहनु भएको छ सनको यसको चाहिँ हामी फुटेज लिनको लागि चाहिँ यतिसम्म मिहिनेत गरिरहेको छौँ र बाँकी अपडेट चाहिँ फेरि अहिले गराउने नै छु अब सुटिङ सुरु गर्ने ल ओके गाइज हाम्रो चाहिँ यहाँ अब लगभग तयारी भइसकेको छ यता सरहरू पनि ट्याक्क सर तपाईँहरू के गरेर लाउनु भएको भनिदिनु त तपाईँहरू पनि सुटिङ गर्न लाउनु भएको कुन लोकदोरीको हो भन्नु न कुन सङ्ग हो ल फुलबुट्टे साडी ल गाएर सुनाइदिनु न त ल अलिकति ल होइन म मजाक धेरै मजाक गर्नु ल ओके गाइज हाम्रो चाहिँ अब फाइनल थोरै छ अब चाहिँ हामी सुटिङ गर्नुपर्छ ल ओके ल भाइ बाबु रेडी गरौँ सुरुबाट पछाडिको पछाडि चित्त बुझेन मलाई तपाईँको हो देखाउनु उहाँलाई समेत देखाउनु टाढोबाट खिच्दिनु कि भन्नाले सुटिङ गर्दा यस्तो भयो कस्तो गर्ने तलबाट सर यसरी आएर ट्याक्क घामलाई देखाउनु ल बाबु बजा नै पर्दैन दाइबाट देखिन्छ एउटा लङ बाटो लिनु पछि क्लोज बाटो लिनुपर्छ है ल ओके ल बाबु बजा नै पर्दैन दाइबाट देखिन्छ हो अलि यताइदिनु थोरै डिस्टर्ब भयो ओके 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 क्लोजबाट लिनु त टोलाको एकदम यताबाट लिनु ल स्टार्ट अब तलबाट खिच्नुहोस् होइन म हिँड्छु यताबाट है तलबाट खिच्नुहोस् यसरी खिच्नुहोस् पुरा देखाएर हिँडेको त्यसरी देखाउने त्यस्तो देखाउनु पर्यो देखाउनु पर्यो त ल स्टार्ट पुरा घाम देखेछ अरे घाम देखेछ अब खै कसरी देखाउनु ओ अच्छा 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 दामी 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 पो दामी चित्त साह्रै मन पर्यो फेरि एकचोटि दामी खिच्नुहोस् फोटो मजाले खिच्नु मिल्यो ल अब अगाडि पछाडि दुइटै यो लास्टको बिचमा अब 1 2 गो ल ओके गाइज है माया गरिदिनु तपाईँ एउटा यहाँ स्याट भएको जस्तो कि एउटा बिचमा हो त्यही त हो कस्तो गरौँ एक्टिङ सिकाउनु त एउटा एक्टिङ भएर आफूमा आफू झार्ने बनाउने भने अघि तर कसरी सक्दैन चस्मा लगाएर छराउनुलाई पछि
ओके साँच्चै छ गाइस फाइनली हाम्रो चाहिँ सकिसकेको छ सुटिङको काम पनि सकिसक्यो धेरै धेरै धन्यवाद सालाजी है दुवैजनालाई एकदम राम्रो काम गर्नुभएको छ अवश्य हामी 2-3 दिनमा चाहिँ भिडियो अपलोड गर्दैछौँ युट्युबमा माया गरिदिनु होला माया देखाइदिनु होला सब्सक्राइब गरिदिनु होला सपोर्ट गरिदिनु होला भन्न चाहन्छु अहिले बाई बाई फेरि हामी नेक्स्ट भिडियोमा भेट्नेछौँ